आएर पनि हामीले ज्ञान गुणको कुराहरू चाहिँ लिन सकेन भने हामीले पाएको जुनी चाहिँ व्यर्थमा चाहिँ खेरो जान्छ है भनेर बताउनु भएको छ। किनभनेदेखि हामी जन्म्यो है, जन्मिसके हुर्क्यो है, हुर्किसम्म हामी खान लाउन हिँड्न गफ गर्न मात्रै जन्मेको होइन रहेछ नि हामी त। योभन्दा अगाडि पनि हामीले त धेरै पुण्यहरू आर्जन गर्नु भएको रहेछ नि। त्यही पुण्यको प्रभावले गर्दाखेरि हामी अब छुए गर्ने ठाउँमा आएको छ। अब यतिखेर पनि हामीले छुए गरेन, धर्मको अभ्यास गरेन, माला गरेन भने चाहिँ हो यतिखेर चाहिँ हाम्रो जीवन बर्बाद हुन्छ रे। कतिखेर पछौटो हुँदाखेरि अन्तिममा पछुतो हुन्छ रे क्या हामीलाई। किनभने कतिखेर अन्तिम समयमा भोलि पर्सि हामी उमेर माथि ढल्किँदै जान्छ, आँखा नदेख्ने समय आउँछ है। आँखा देख्ने समय आइसकेपछि अब कसरी हेर्ने त, छुए कसरी हेर्ने, आँखै त देख्दैन। अनि भोलि पर्सि अब एक दिन अब हिँड्नुपर्छ, तीर्थयात्रा गर्नुपर्छ, तर हिँड्न नसक्ने समय आउँछ रे। त्यतिखेर चाहिँ अब हिँड्न खोज्छ रे। अब म तीर्थयात्रा जानुपर्ने थियो भनेर अगाडि नै गएन, त्यहाँदेखि थियोमै है पछौतो हुन्छ रे। त्यहाँदेखि भोलि पर्सि कान नसुन्ने समय आउँछ रे। एक समय आउँछ, त्यो सबैको आउँछ। अब कान सुन्न नसक्ने समय आउँदाखेरि चाहिँ ओहो पहिला नै प्रवचन सुन्न जानुपर्ने थियो, गुरुहरूले के भन्यो होला, त्यहाँदेखि बर्बाद। हेर्दा कान सुन्न सक्ने समय भएको बेलामा प्रवचन सुनेन, आँखा देख्ने समयमा आउँदाखेरि छुइ पढेन, त्यहाँदेखि खुट्टले हिँड्न सक्ने समयमा तीर्थयात्रा गरेन, त्योभन्दा ठुलो बर्बाद कहाँ छ त, कतै खोजी पनि पाउँदैन है। त्यही भएर चाहिँ हामीले आँखाले देख्न सक्ने बेलामै अब छुइहरू राम्ररी सिक्नु यो मौका हो। अब सुन्न सक्ने क्षमता भएको बेलामै हामीले प्रवचनहरू